खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित बुङ्गालुङ अर्थात् रक गार्डन अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। किराँत राईहरूको बाहुल्यता रहेको यस क्षेत्रमा चाम्लिङ भाषा अन्तर्गत बुङ्गा भन्नाले फुल र लुङ भन्नाले ढुङ्गा अर्थात् ढुङ्गाको बगैँचा भन्ने अर्थमा नामकरण गरिएको यस पर्यटकीय क्षेत्रको प्राकृतिक सौन्दर्य, ढुङ्गाको अनौठा बनावट र स्थानीय सरकारको संरक्षण तथा विकास योजना र यस स्थानलाई विकास गर्न पछिल्लो समय गरिएको पहल कदमीले यो पर्यटकीय स्थलको रूपमा स्थापित हुने क्रममा छ। घन्टी बजाऊ है, घन्टी बजाऊ। महादेवश्वर की जय। यति नै हो प्लास्टर गरेको। हजुर दोस्रो हलेसी महादेव यो किसिमको शिवजीको बास भएको ठाउँ। अल्छीको भाँडोहरू तलबाट पसेर यहाँ निस्किने हो क्या ककनी मन्दिर। तलबाट पसेर यहाँ निस्किने। ल ककनी मन्दिरभित्रको परिवेश हेर्नुहोस् त। आकृतिहरू यो किसिमको छ। फुल फुलेर पहेँलै भएको छ। हाम्रो अचम्मको चाहिँ यो अलौकिक शक्ति भएको चाहिँ यो महादेव प्रकट हुनुभएको छ यहाँ। अचम्मको छ यो चाहिँ बुवालुङ महादेव भन्नुपर्छ यसलाई। बाटो यस किसिमको छ हाम्रो। बाटो केही व्यवस्थित अनि केही निर्माणाधीन भए पनि राम्रो छ। यात्रीहरू बुङ्गालुङमा वेलकम छ है तपाईहरु सबैजनालाई। छिरा पनि छ राम्रो है त। बुङ्गालुङबाट भित्र छिरौँ है। गेट अर्ग्यानिक गेट छ त बुङ्गालुङमा त। जाउँ पारी तरौँ। अहिले आउँदा बुङ्गालुङबाट घाम झुल्किसक्यो भन्नु नमिल्ने। ल घाम अस्त हुन आँट्यो है बुङ्गालुङमा। बुङ्गालुङको सुन्दरता, बुङ्गालुङको सुन्दरता परख गरौँ है हजुर। बुङ्गालुङ
हलेसी तुवाचुङ नगरपालिकाको एउटा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने हिसाबले पछिल्लो समय चर्चाको शिखरमा ल्याउनु कोसिस गरिरहेको आउन आँटिरहेको एकदमै सुन्दर ढुङ्गाको बगैँचा बुवालुङ हो। यो चाहिँ बुङालुङ भन्छ। बुङा भनेको चाहिँ फुल, लुङ भनेको ढुङ्गा चाम्लिङ भाषाबाट चाहिँ। अनि समग्रमा चाहिँ यसलाई ढुङ्गाको बगैँचा भनेर व्याख्या गरिएको छ। यो हेर्नको लागि घुम्नको लागि आएको छौँ आज हामी। यसरी ढुङ्गाहरूको चाहिँ बगैँचा छ यहाँ। ढुङ्गा सजिएको एकदमै सुन्दर। यहाँबाट वरिपरि चाहिँ धेरैवटा हिम श्रृङ्खलाहरू अनि हिमालहरू देख्न सकिन्छ। अहिले तुवालोले गर्दा मात्रै अलिकति छेकिएको छ, नत्र भने मौसम खुलेको समयमा स्पष्ट देख्न सकिन्छ यहाँबाट। बुङालुङमा चाहिँ बिहान बिहान चाहिँ एक्सर्साइज गर्नुको लागि बिहानीको यहाँनिर अब एउटा फोटो खिच्नु पर्छ भन्ने मान्यताका साथ हामी बुवालुङको कुर्सीमा छौँ अहिले। ल हेर्नुहोस् त के साह्रो अनि ढुङ्गाहरू फुलेको छ है। सुन्दर चिन्डो भन्थ्यो। किराँत संस्कृतिमा एकदमै महत्त्व राख्ने हाम्रो चिन्डोको प्रतीक छ यहाँ फोटो खिच्ने ठाउँ छ। फोटो खिच्ने तयारीमा हुनुहुन्छ हाम्रो म्याडम है। बुङालुङ चाहिँ घुमियो, ख्यालमै बुङालुङ घुमेर अब हामी फर्किँदैछौँ है। किनभने साँझ झमक्क परिसक्यो, मान्छेहरूको चकचक सकिएको छैन र पनि हामी थोरै एकैछिनको बुङालुङ भ्रमणपछि अब हामी आफ्नै घर फर्किँदैछौँ। हस् त, धन्यवाद, बाई बाई।